यहीबाट भन्न चाहन्छु, अविलम्ब ती अपराधीहरूलाई कारबाही गरियोस्। यदि कारबाही भएन भने भोलि गएर जनताको धैर्यताको बात टुट्नेछ। त्यो अवस्था नहोस् भन्ने म कामना गर्न चाहन्छु। यति भन्दै यहाँहरूलाई म आज यो छोटो अवधिमा भाइले आह्वान गरेको कार्यक्रममा यहाँको जुन सहभागिता भएको छ त्यसको निम्ति म दिनैदेखि हार्दिक धन्यवाद भन्दै अर्घाखाँचीमा रहेका सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूलाई एकै ठाउँमा उभिएर यो संविधानको रक्षाको निम्ति, यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको निम्ति र यो मुलुकको राष्ट्रियता जोगाउनको निम्ति र यो हाम्रो स्वाधीनताको लडाईँमा सबै एकताबद्धता जाहेर गर्नको निम्ति सबै लोकतान्त्रिक शक्तिहरूलाई आह्वान गर्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। हार्दिक आभार सहित धन्यवाद। पार्टी केन्द्रीय कमिटीका सदस्य लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूलाई, यस पछाडि लोक तथा गौरी गायक राष्ट्रिय कलाकार वैकुण्ठ महतज्यूलाई आफ्नो प्रस्तुति राखिदिनको निम्ति म हार्दिक अनुरोध गर्दछु। त्यस पछाडि हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य लोकसभा सभाका प्रमुख वक्ता सूर्य थापाज्यू यहाँ हुनुहुन्छ। त्यसपछि उहाँहरूको मन्तव्य सुनेपछि मात्रै हामी बिदा हुनेछौँ। सबैलाई धैर्यताका साथ बस्नको निम्ति म अनुरोध गर्दछु। धन्यवाद छ कार्यक्रम सञ्चालक सचिव कमेट नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीको आयोजनामा सञ्चालन भइरहेको यस सद्भाव र्यालीका अध्यक्ष कमरेड नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुषालज्यू, प्रमुख अतिथिको रूपमा आजको यस कार्यक्रमलाई सम्बोधनार्थ पाल्नु भएका नेकपा एमालेका पोलिट ब्युरो सदस्य पूर्व सांसद माननीय सूर्य थापाज्यू, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आदरणीय चेतनारायण आचार्यज्यू। तर हाम्रा जेएनजीहरू जस्ताको तस्तै जवाब फर्काउँदैनन्। हाम्रा जेएनजीहरू सृजनशील छन्, हाम्रा जेएनजीहरू अभिलाषीमा छन्, हाम्रा जेएनजीहरू युवामा छन्, हाम्रा जेएनजीहरू जनप्रतिनिधिको रूपमा काम गरिरहेका छन्, जसले सिर्जना गरिरहेका छन्। सिर्जना गर्नको लागि पुरै समय सोच्नुपर्छ, थोरै समय चिन्तन गर्नुपर्छ, गम्भीरता लिनुपर्छ, अझ वैराग्यताको तहसम्म पनि सृजनशील व्यक्तिहरू पुग्नुपर्छ। त्यसले गर्दा तोडफोड गर्ने, विध्वंस गर्ने ठाउँमा हाम्रा जेएनजीहरू छैनन्। 2028 सालमा झापा आन्दोलन गर्दा केपी ओली पनि जेएनजी हुनुहुन्थ्यो। 2047 सालमा अनुरागजीको अध्यक्ष हुँदै गर्दा शङ्कर पोखरेल पनि जेएनजी हुनुहुन्थ्यो। 2062 सालको आन्दोलनमा म आफै पनि जेएनजी थिएँ। तर हामीले ध्वंसका नाममा कसैका घर फोडेका थिएनौँ। हामीले कसैलाई आततायी ढङ्गले देश निकाला गर्छौँ अथवा घर निकाला गर्छौँ भनेर आगो लगाउने काम गरेका थिएनौँ। कसैमाथि हातपात गरेका थिएनौँ। व्यवस्थाको परिवर्तन गर्नुपर्छ भन्ने ढङ्गले हामी लागेका थियौँ। तर आजका जेएनजीका नाममा अराजक तत्त्वहरू जो मानसिक रूपले अत्यन्त डिप्रेस्ड भइसकेका छन्, जसलाई अत्यन्त महत्त्वाकांक्षा छ, नजिकको साथीसँग केपी ओलीसँग उभियो भने केपी ओली हुन मन लाग्ने, चेतनारायण आचार्यसँग उभियो भने चेतनारायण आचार्य हुन मन लाग्ने, अथवा केही गरेको त हो नि, यही नजिकैको त हो नि, हाम्रो साथी त हो नि भनेपछि ऊ जस्तै भइदिनु पर्ने, ऊ जस्तै गरेर उसँग दिन बिताइदिनु पर्ने, उसले जस्तै विरुद्ध र विसङ्गतिहरूलाई प्रमोट गर्दै हिँड्नुपर्ने, यस्ता खालका तत्त्वहरू आज समाजमा मौलाएका छन्। यस मौलाउमा मिडियाको दुरुपयोग प्रशस्त मात्रामा भएको पाइन्छ। नेकपा एमालेका वफादार कार्यकर्ताहरू र इमान्दार नेताहरूले मिडियाको चाहेको घरमा बनाउने जुन निष्कर्ष छ त्यो निष्कर्षबाट बच्न सकुन् भन्ने मेरो आग्रह छ। मिडिया मात्रै हेरेर तपाईँले धारणा बनाउनु भयो भने केपी ओलीलाई कहिलेकाहीँ सुनका लगामहरू लगाइदिन्छन्, कहिलेकाहीँ सिङहरू निकालिदिएका हुन्छन्। त्यही धारणाका आधारमा हामीले एकल निर्णय गऱ्यौँ भने हामीले उस्तै पनि लाग्न सक्छौँ। तर कमेडहरू पार्टी सङ्गठनमा हुनु भनेको मिडियालाई पत्याउनु मात्रै होइन, सङ्गठनभित्र छलफल गर्नुपर्ने हो, सङ्गठनभित्र विभिन्न कुराहरू चिन्तन मनन गर्नुपर्ने हो र आफूले नबुझेको कुरा आफूभन्दा सिनियर नेतालाई बुझाउनको लागि आग्रह गर्नुपर्ने हो। त्यसले गर्दा सामाजिक सञ्जालमा आफ्नो प्रस्तुति दिनुभन्दा अगावै, भावनामा बहकिनुभन्दा अगावै आफूभन्दा बुझेको मान्छेहरूसँग, आफूभन्दा माथिल्लो तहको मान्छेहरूसँग अथवा निर्णायक कमिटीमा रहेर काम गरेको मान्छेहरूसँग तपाईँ हामीले सुन्न आवश्यक छ। मिडियामा तपाईँ हामीलाई व्यक्त गर्ने भाषाहरू, शैलीहरूबाट
तपाईँ हाम्रो व्यक्तित्व निर्माण भइरहेको हुन्छ। फेरि एकपटक मिडियामा र फेसबुकमा गरेको गल्तीलाई पुनः त्यो ठिक थियो भन्ने बनाउनको लागि अर्को मौका नआउन सक्छ। तपाईँले हामीले स्पष्टीकरण दिनको लागि त्यो मान्छे फेरि नभेटिन पनि सक्छ। अमेरिका बसेको मान्छेले हामीलाई हेरेको हुन्छ, जापान बसेको मान्छेले हामीलाई हेरेको हुन्छ, युरोप बसेको मान्छेले हामीलाई हेरेको हुन्छ। त्यसले गर्दा देश निर्माण गर्ने शक्तिहरू उशृङ्खल हुँदैनन्, विशृङ्खल हुँदैनन्। तिनीहरू चाहिँ नैतिकताको धरातलमा मजबुत ढङ्गले पाइला टेकेर अगाडि बढिरहेका हुन्छन्। आदरणीय कमरेडहरू, नेकपा एमालेमा हामीले त्यस्ता जङ्गीहरू राखेका छौँ जुन जङ्गीहरू आज पनि साधना गर्छन्, सङ्घर्ष गर्छन् र सिपाहीहरूले जस्तै तालिम गरिरहेका छन्। तिनीहरू देश निर्माणबाट निस्किँदैछन्, त्यो निस्किरहेका पनि छन्। आज हाम्रा जनप्रतिनिधिहरू जो जङ्गीहरूका छन्, 28 वर्षभन्दा मुनिका छन्, तिनले गरेको नेतृत्व गरेर हेर्नुहोस् र मूल्याङ्कन गर्नुहोस्। हाम्रा युवाहरू कमजोर छैन र हामी पनि हिजो कमजोर थिएनौँ, आज पनि हामी कमजोर छैनौँ। हाम्रा नेताहरूलाई खेल्नेहरूलाई, हाम्रा नेताहरूलाई प्लानिङ गरेर उहाँहरूलाई राक्षसीकरण गर्नलाई हामी छोड्दैनौँ। तर हामीले कानुनको पालना गर्नुपर्छ। हामीले सुरक्षाकर्मी मित्रहरूलाई आह्वान गरिरहेका छौँ। सुरक्षाकर्मी मित्रहरू, तपाईँहरूलाई आजसम्मको इतिहासमा सबैभन्दा कमजोर भदौ 23 र 24 गतेको आन्दोलन पश्चात बनाइएको छ। तपाईँहरूका ड्रेस खोसिएको छ, तपाईँहरूका हेलमेट खोसिएको छ, तपाईँहरूलाई यति निरीह बनाइएको छ, तपाईँहरूलाई जिउँदै आगो लगाइएको छ। यस्तो खालको आन्दोलन आजसम्म यहाँ भएको थिएन। त्यस कारणले गर्दा हामी तपाईँलाई सघाउँछौँ, यस्ता उशृङ्खल र विशृङ्खल मान्छेहरूलाई तपाईँले समाउनुहोस्, कारबाही गर्नुहोस्, दायरी बुझ्नुहोस् र ढुक्कका साथ अगाडि बढ्नुहोस्। नेकपा एमाले, नेपाली काङ्ग्रेस र अन्य दलहरू पनि त्यसमा सहभागी हुनेछन् तपाईँलाई सपोर्टको लागि। कतिपय दलहरूले त्यसको साझेदारीता पनि लिने प्रयास गरेका छन्। जेनजी आन्दोलनमा केही हाम्रो पनि भूमिका छ भन्ने खालका केही दलहरू पनि छन्, अथवा जतापट्टि चाहिँ जता ठुलो ठुलो त्यतै माछा मार्न जाने केही दलहरूका प्रवृत्तिहरू पनि छन्। हामी त्यसप्रति बहकिँदैनौँ। नेकपा एमालेको स्पष्ट धारणा छ, नेकपा एमाले संसद पुनर्स्थापना हुन्छ भन्ने मान्यता राखेको छ। Pradi,
सद्भाव कायम गरौँ, सामाजिक सद्भाव कायम गरौँ। आजले तोडफोड गरेको छानबिन गर, 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 कायम गर, राष्ट्रिय एकता कायम गरौँ, राष्ट्रिय एकता कायम गरौँ, राष्ट्रिय एकता कायम गरौँ। अझै भेट्दैन नि अझै भेट्दैन मान्छे त यार, मान्छे त अझै भेट्दैन नि त यार। घटेछन् त यार, अनि त मस्तै थियो यार, अनि तल आउँदा मस्तै थियो, अनि त घटेछन्। अब अर्को राउन्ड हुन्छ नि आदि हुन्छ।